नमस्कार अनि सम्पूर्ण सिक्किमे जनमानिसमा आज हजुरहरूको माझमा सानो एउटा भिडियो सार्वजनिक गर्न गइरहेको छु। विषय हिजो अस्तिको दिन एकजना बहिनीले एकदमै नराम्रो प्रकारले भिडियो बनाएर सामाजिक सञ्जालमा उहाँले सेयर गर्नुभएछ है। यो बहिनीलाई अब म के भन्न चाहन्छु भनेदेखि चाहिँ यो बहिनीले जे पनि गरे एकदमै गलत गर्यो भनेर म यहाँबाट भन्न चाहन्छु। यो बहिनीले गर्दाखेरि अरू सोझो साझो जनताहरूको पनि पेटमा लात हान्ने काम गरिरहेको छ र उसले चाहिँ के सोचेर यस्तो खालके एसकेएम पार्टीलाई माया गर्ने र यो बहिनी चाहिँ एसकेएम पार्टीलाई माया गर्ने खालके मान्छे होइन रहेछ। यो एसकेएम पार्टीको हुँदै होइन, यो अर्को पार्टीको मान्छे हो। त्यसले गर्दाखेरि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई बदनाम गर्नको लागि योले आएर यसरी आफूले त्यो कागजहरू बुझाएर हेर्नुहोस् त यत्रो हजारौँजनाले बुझाएको छ। यो फाइनेन्सियल सपोर्टको लागि हजारौँजनाले कसैले दोकान खोल्छु भनेर केही गर्छु भनेर कागजहरू बुझाएको छ। तर ती मध्येमा यत्रो हजारौँजनाको बिचमा उसको मात्रै उसले पायो। अन्त उसको चाहिँ कसरी आयो र उसले पाएर पनि त्यसरी किन चाहिँ बदनाम गर्दैछ एसकेएम सरकारको। यो एकदमै यो अर्को पार्टीले नै यो सेटिङ गरेर पठाएको जस्तो चाहिँ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई चाहिँ बदनाम गर्नुपर्छ भनेर त्यही कारणले यो बहिनीले आएर आज यसरी 1 लाखको चेक थापेर पनि अझै बेकारको कुरा गरेर यसरी भिडियो पोस्ट गरिरहेको छ है। यो सारा संसारको मान्छेले हेर्छ, सारा संसारको यो हाम्रो छिमेकी राज्यहरूले हेरेर के भन्छ यहाँको हाम्रो सिक्किम सरकारलाई, एसकेएम पार्टीलाई बदनाम गर्ने काम गरिरहेको छ। यस्तो व्यक्तिहरूले गर्दाखेरि अरू सोझो साझो जनताको पेटमा लात हान्दैछ। अरूले चाहेर पनि यस्तो कामहरू गर्नु सकेको छैन, तर पनि उसले पायो। उसले चाहिँ एकदम गर्व गर्नुपर्ने हो। एसकेएम सरकारले हामीले पायो, एसकेएम सरकार हुनुको कारणले गर्दाखेरि हामीले पाउँदैछौँ, यसरी फाइदाहरू उठाउनु पाइरहेको छ। एसकेएम सरकार त एकदम गौरवको साथमा भन्नु पर्यो नि, उसले एसकेएम सरकारले हामीलाई दिँदैछ भनेर यसरी भिडियो हाल्ने बेलामा उल्टा कुरा गरेर भिडियो हालिरहेछ। टोइलेट बनाउने अरे 1 लाख रुपियाँले के हुन्छ अरे। बहिनी तिम्रो लागि त 1 लाख रुपियाँ के पनि होइन होला, हाम्रो लागि त बहुत ठुलो हो। हाम्रो लागि चाहिँ बहुत ठुलो हो 1 लाख रुपियाँ। भोलिको दिनमा तिमी त्यहाँ हस्पिटलमा बेडमा पढेर चाहिँ नि तिमीलाई चाहिँ प्राइभेट हस्पिटलबाट चाहिँ यति लामो बिमार भएर चाहिँ बिल आयो भने नि प्राइभेट हस्पिटलमा पढेको बेलामा त्यतिखेर तिमीले 1 लाख रुपियाँको चाहिँ महत्त्व बुझ्छौ। 1 लाख रुपियाँ भनेको चाहिँ के हो भनेर त्यो हामीलाई सोध, अरू गरिब जनताहरूलाई सोध 1 लाख रुपियाँ भने के हो भनेर। तिम्रो लागि त केही पनि होइन रहेछ। यस्तो ठुलो मान्छेलाई 1 लाख रुपियाँको के जरुरत, के खोज्नु चाहिँ तिमीले चाहिँ त्यो हाउडीमा त्यो फाइनेन्सियल सपोर्टको लागि चाहिँ कागज बुझाएको थियौ। तिमीलाई त एसकेएम सरकारले त ट्रायल पो गरेको थियो, हेरेको तिमीले गर्नु सक्छौ कि सक्दैनौ भनेर 1 लाख रुपियाँ दिएको त। यदि तिमीले गर्नै सक्थेन भनेदेखि चाहिँ, यदि तिमीलाई पैसाको जरुरतै थिएन भनेदेखि किन मागेको? के पार्टीलाई बदनाम गर्नु लागि यसरी गरेको तिमीले? यो चाहिँ तिमीले भिडियो डिलिट गर्नुपर्छ, नत्र भनेदेखि चाहिँ हामी फेरि छोड्नेवाला छैन। हामी एकदमै म कुनै ठुलो पदको मान्छे पनि होइन एसकेएम पार्टीको, म एकदमै आम जनता हो। म एकदम एसकेएम पार्टीलाई माया गर्ने व्यक्ति हो र मात्रै यो आज मैले भिडियो यो यसरी सार्वजनिक गरिरहेको छु। तिम्रो भिडियो देख्दाखेरि मलाई एकदमै मन चित्ता दुखेर आयो। तिम्रो बोली सुन्दाखेरि मलाई एकदमै रिस उठ्यो। त्यही कारणले गर्दाखेरि चाहिँ हाम्रो एसकेएम पार्टीलाई यस्तो तिमीले घिनलाग्दो विषयहरू यसरी सार्वजनिक हुन्थेन, नगर्नुपर्ने थियो। तिमीले राम्रो काम गरेर यसरी सार्वजनिक गरेर देखाउ न। यदि चाहन्छौ भने, तिमी एसकेएम पार्टीलाई माया गर्छौ भने, एसकेएम पार्टीकै हो भनेदेखि तिमीले एसकेएम पार्टीको लागि केही काम गरेर देखाउ न। अन्त पो हामी पनि सबै सपोर्ट गर्छ। त तिमीले यस्तो भिडियो बनायो, बेकारको दुनियाँभरको अपोजिसन पार्टीलाई भिडियोहरू पोस्ट गर्नु दियो, उनीहरूसँग मिलेर चाहिँ अहिले सिक्किम सरकारको यसरी बदनाम गरिरहेको छौ। पिएस गोलेसरले नदीको के छ, यो सिक्किमको जनताले चाहिँ के चाहिँ पाएन सोच न। हरेक घरको मान्छेले दुःख बिमारीमा साथ पाइरहेको छ, नानीहरूले पढ्नु पाइरहेको छ। योभन्दा अगाडि सरकारले के दिन्थ्यो? रेगुलर भइरहेछ, नोकरीमा नोकरी पाइरहेछ। योभन्दा अगाडिको सरकारले के दिएको थियो तिमीलाई याद छ? तिमीले योभन्दा अगाडिको सरकार, चामलिङको सरकारमा के पायो तिमीले? यस्तो चिजहरू कहिले पनि सार्वजनिक हुन्थेन। यसरी फाइनेन्सियल सपोर्टहरूको त कुरै नगर, तिमी पाउँथेन त्यतिखेर। नोकरीको कुरै नगर। रेगुलर कति वर्षमा भयो त्यो कुरोहरू याद छ तिमीलाई? राम्रोसँग
तपाईहरुलाई पनि यही बिन्ती गर्न चाहन्छु। सिक्किम सरकारले गरेको कामहरु देख्नुपर्छ। अरूले भनेर यो गरेन त्यो गरेन भनेर त्यसको पछाडी लाग्नु हुँदैन। आँखाले हेर्नुहोस् अनि मात्र तपाईहरुले निर्णय गर्नुहोस् कि के सही हो, कुन चाहिँ गलत हो र त्यसलाई मात्रै तपाईले छुट्याउनुहोस् भन्दै म यहाँबाट भन्न चाहन्छु र जाने बेलामा जय सिक्किम भन्न चाहन्छु र जय एसकेएम जय पीएस कोले भन्दै म तपाईहरुदेखि बिदा लिन चाहन्छु। धन्यवाद।